दर्शकबिन यति बेला सबैजनाको मनमा जिज्ञासा पलाइरहेको छ कि भुन्टी र मास्टर साहबको विवाह हुन्छ कि हुँदैन भनेर। हो दर्शकबिन, भुन्टी र भूपेन्द्रको विवाह हुनुपर्छ भन्ने यति बेला धेरैजना दर्शकको मनमा लागिरहेको छ। र अब के साँच्चीकै भुन्टी र मास्टर साहबको विवाह हुने नै हो त? आउनुहोस् आज यसैबारे छोटो कुरा गर्नेछौँ। हो दर्शकबिन, पछिल्लो समयमा जब मास्टर साहबले भुन्टीलाई देखेका छन् तब भने मास्टर साहब भुन्टीतिर मोहित भएको देख्न सकिन्छ र भुन्टीलाई फकाउन थालेका छन् कि भुन्टीले दुःख पाएकी छिन्, म अब तिमीलाई सुख दिन चाहन्छु भन्दै भुन्टीलाई आफूतिर प्रेमित बनाउन खोजेका छन्। हो दर्शकबिन, अब के साँच्चीकै भुन्टीले मास्टर साहबसित विवाह गर्न मान्लिन् त? के साँच्चीकै मास्टर साहबको प्रेम प्रस्तावलाई स्वीकार्छिन् होला त? पक्कै पनि दर्शकबिन, भुन्टीले यस्तो गर्न सक्दिनन्, किनभने भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई यस्तो बिरामी अवस्थामा पनि निकै नै स्याहार सुसार गरेकी छन् र यति बेला भुन्टीले अब अर्को विवाह गर्न सक्ने अवस्थामा उनी छैनन्। पक्कै पनि भूपेन्द्रले भुन्टीलाई जतिसुकै दुःख दिए पनि भुन्टीले भने भूपेन्द्रलाई धोका दिन सक्दिनन्। त्यसैले गर्दा पक्कै पनि दर्शकबिन, भुन्टी र मास्टर साहबको विवाह नहुन सक्ने चान्स धेरै रहेको छ। यद्यपि तपाईँहरूको माग अनुसार भुन्टी सिरियलले विवाह गराउन पनि सक्दछ। त्यो जान्नको लागि भने हामीहरूले भुन्टीका नयाँ भागहरू हेर्नुपर्ने हुन्छ। हो दर्शकबिन, यसका लागि हामीहरूले अर्को नयाँ भागको प्रतीक्षा गर्नै पर्ने हुन्छ। त्यसैले आजको लागि बिदा चाहन्छौँ। फेरि पनि भेटौँला यस्तै अर्को नयाँ भिडियोमा। त्यसैले गर्दा च्यानल सब्सक्राइब गरेर भिडियोलाई एक लाइक गर्नुहोला भन्दै आजको लागि बिदा चाहन्छौँ। हस्त, धन्यवाद।